आज तिमीलाई यही भिरबार धोकलेर मारिदिन्छु। एक पैसा कमाउन नसक्ने मान्छेले के काम सक्दिन तिमीलाई पाल्न पृथ्वीको भार। अरे के गर्दै हुनुहुन्छ आमा? बिचरा आउँछ त बाबालाई। तपाईसँग मान्नु त छैन। तेरो बाले मलाई पाल्छु भनेर बिहा गरे हुन्। अहिले मैले पाल्नु पर्यो भने के गर्ने? अहिले तेरो बाको हालत के छ? न हिँड्न सक्छन् न बोल्न सक्छन्। यस्तालाई पालेर म के बस्छु? ए अहिले आएर मेरो बाबा तपाईको लागि बोज्नु भयो। तपाईले बाबासँग हैन सम्पत्तिसँग बिहे गर्नु भएको रहेछ। हो मैले सम्पत्तिको लागि बिहे गरेको हुँ। अब चाहिँ यिनले न सम्पत्ति कमाउन सक्छन् न मलाई पाल्न सक्छन्। अब म के यिनको गुसरेर बसौँ? वाह स्यान्यामा वाह, बल्ल तपाईको आज असली रूप देख्यो। ए बल्ल थाहा पाइस्? तेरो बाबालाई पालेर म बस्न सक्दिनँ। तपाई जस्तो पापीले मेरो बाबालाई पाल्नु पर्दैन। म पाल्छु म। जे सुकै गर, तेरो बाबालाई म पाल्न सक्दिनँ। मलाई पैसा चाहिन्छ। पैसा कमाउन नसक्ने अपाङ्गसँग म बस्न सक्दिनँ। म पैसाको लागि जे पनि गर्न सक्छु। वाह कमला वाह, मैले तेरो रूप थाहा पाउनको लागि नाटक गरेको हुँ र आज थाहा पाएँ। बाबा तैँले मसँग विवाह गरेकी होइनस्, मेरो सम्पत्तिसँग गरेकी होस्। तँ जस्ती स्वार्थी महिला मेरो श्रीमती बन्न सक्दिनस्। निस्किहाल मेरो घरबाट। मेरो घर त के यो संसारमा बस्ने खालकी होइनस्। यति कुरा बुझ, कुनै पनि मानिसले चाहेर अपाङ्ग हुँदैन। उसलाई समय परिस्थितिले अशक्त बनाएको हुन्छ। अशक्त भयो भन्दैमा उसलाई हेला गर्ने त्यो कदापि हुन सक्दैन। त्यसैले अबदेखि तेरो अनुहार मेरो अगाडि देखाउने होइन। तँ जस्तै महिलालाई मेरी श्रीमती मानेर म बस्न सक्दिनँ। अबदेखि मेरो घरमा बस्ने होइन। जहाँ जानु छ जाने। जाउँछ है।